यो भिडियो चाहिँ 2082 को एससी दिन ब्युटिफुल नानीहरू र ह्यान्डसम बाबुहरूको लागि है त। सो एससी चाहिँ हाम्रो चैतको पहिलो हप्तामा हुन्छ, यो हामीलाई थाहा छ है। अब एससी चाहिँ हाम्रो डेस्टिनेसन भयो होइन। एससी डेस्टिनेसन भनेपछि त्यहाँसम्म त पुग्नु पर्यो, हिँड्नु त पर्यो। अहिलेसम्म हामी हिँडेका छैनौँ है। कुद्ने त छँदैछ, त पछाडि अझ कुद्नु त छँदैछ होइन। अहिलेसम्म हिँडेका छैनौँ, अहिलेसम्म हामी क्रल मात्रै गरिरहेका छौँ, घिस्रिरहेका छौँ। जबरजस्ती टिचरको प्रेसरले, पेरेन्ट्सको प्रेसरले हामीले जबरजस्ती गरिरहेका छौँ। अब त्यो डेस्टिनेसनमा पुग्नै छ, त्यो फेसै गर्नु छ, जानु नै छ भने तयारी किन नगर्ने त होइन। विदाउट प्रिपेरेसन हामी किन जाने त। आखिर फेसै गर्नु छ भने राम्ररी फेस गरौँ, राम्रो मार्क्स लिएर आऊँ, A+ लिएर आऊँ होइन। त्यसको लागि तयारी चाहिँ गर्नु पर्यो। फर्स्ट स्टेप त लिनु पर्यो नि होइन। 1000 स्टेप कम्प्लिट गर्नु छ भने फर्स्ट स्टेप त लिनु पर्यो नि होइन। अनि गुड बिगिनिङ इज हाफ एन्डिङ, यति चाहिँ विचार गर्नु छ है त। सो तपाईँले बिगिनिङ 1 स्टेप लिनु भनेको यस, इफ यु टेक 1 स्टेप इट मिन्स द्याट तपाईँ 100% 1000 स्टेप कम्प्लिट गर्नै हुन्छ। सो कुरा के रह्यो भन्दाखेरि जर्नी स्टार्ट गर्ने। सो तपाईँहरूको त्यो ब्युटिफुल जर्नीमा साथ दिनलाई काँधमा काँध मिलाएर तपाईँहरूलाई एससी 2082 मा इङ्ग्लिसमा 70 अबोभ A+ पक्का लिएर आउनको लागि म तपाईँहरूको सारथी भएर आएको छु। एक्सेल विथ रोमा नाम पक्कै सुन्नुभएको होला। सो अब तिहार पछाडि चाहिँ हामी हरेक शनिबार एक्सेल विथ रोमाको युट्युब लाइभमा चाहिँ एससीका क्वेसन्सहरू सल्भ गर्ने, ग्रामर सिक्ने, राइटिङ सिक्ने, पोएट्री सिक्ने, रिडिङ सेक्सन कसरी गर्ने, अनि के कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ, अनि हरेक डे प्रिपेरेसन्स कसरी गर्ने भन्ने कुराहरू हामी सिक्दै जानेछौँ। सो अब तिहार पछि एक्सेल विथ रोमासँग जोडिनु होला र कमेन्ट बक्समा प्लिज लेख्नु होला कुन चाहिँ टपिकबाट स्टार्ट गर्ने, कुन चाहिँ सेक्सन चाहिँ तपाईँलाई सबैभन्दा गाह्रो लाग्छ। ग्रामर सेक्सन गाह्रो लाग्छ कि, पोएट्री सेक्सन गाह्रो लाग्छ कि, और राइटिङ सेक्सन कि, और रिडिङ क्वेसन नम्बर 1, 2, 3, 4 मा आउने रिडिङ क्वेसन्स गाह्रो लाग्छ कि, के चाहिँ गाह्रो लाग्छ त्यो लेख्नु होला र अनि त्यहीबाट हामी जर्नी स्टार्ट गर्नेछौँ। मैले अघि पनि भने गुड बिगिनिङ इज द हाफ एन्डिङ। तपाईँको बिगिनिङ राम्रो भयो भने तपाईँको यात्रा लगभग आधा चाहिँ तपाईँको सकियो भनेर बुझ्नुहोस् है त। So see you everyone there in the YouTube live. Stay happy and keep learning.